हेलो एभ्रिवान, वेलकम टु माई अनदर भिडियो। मैले चाहिँ त मोमोको लागि भनेर लसुन, प्याज, अदुवा, बन्दा, लसुनको पत्ता अनि बफ किमा लिएको छु। आज चाहिँ हामी बफ मोमो बनाएर खाँदैछौँ। ल अब चाहिँ भने मैदा मुसुम। मैले चाहिँ मैदामा चाहिँ प्याकेटवाला मैदा लिएको छु, किनकि मलाई चाहिँ यो खुल्ला मैदाहरू चाहिँ त्यति सेफ लाग्दैन, सो म चाहिँ प्याकेटवाला मैदा नै युज गर्छु। ल अब मजाले मैदा मुसौँ है त, स्वाई गरेर। मैदालाई चाहिँ हामीले अलि अगाडि नै मुसेर राख्यौँ भने मैदा नरम हुन्छ नि त रोटी, त्यही भएर यसलाई चाहिँ अब एकछिन छोपेर राखिदिन्छौँ। अनि अब चाहिँ अघि कटिङ गरेको प्याजलाई चाहिँ मजाले मसिनो गरेर काट्छौँ। हेर्नु न, यो प्याज काट्दाखेरि मेरो कति आँसु झरेको। मलाई मात्र हो कि तपाईँलाई पनि त्यस्तो हुन्छ हो? म त चस्मा लाएर पो प्याज काटेको हो त आज त। अनि त्यसपछि अब यो प्याजलाई मजाले मसिनो गरेर कटिङ गर्छौँ। त्यसपछि पालो आउँछ बन्दालाई पनि डुलेर बसेको थियो, त्यही भएर मैले यसलाई पनि मसिनो गरेर काट्छु। अनि त्यसपछि मोमोको किमा मिसाइदिन्छु, अनि त्यसपछि बन्दा पनि खुसी हुन्छ नि त। अब चाहिँ हामी अघिको किमामा कटिङ गरेको प्याज अनि बन्दालाई राख्छौँ। हेर्नु न, भाँडा कति सानो भयो जस्तो लाग्यो, त्यही भएर मैले चाहिँ ठुलो भाँडामा खनाइदिएँ घप्लक्क गरेर। अब यसलाई यो माथि चाहिँ म अघिको लसुनको पत्ता अनि त्यसपछि कुटेको लसुन र अदुवालाई पनि राख्छु। त्यस्तै गरेर अब चाहिँ भने झान्नु पऱ्यो नि त, त्यही भएर मैले चाहिँ एउटा भाँडामा 3 चम्चा जति घिउलाई राखेँ। अब यही माथि चाहिँ घरमा बनाएको गरम मसला अनि अघिको मोमो मसलालाई पनि राख्छु। मैले चाहिँ 1 प्याकेट पुरै मोमो मसला राखेको छु, धेरै छ नि त किमा, त्यही भएर। अब यसलाई स्वाई गरेर हलाइदिन्छौँ, त्यसपछि चलाइदिन्छौँ। अनि अब यसमा आवश्यक अनुसार नुनलाई पनि राख्छौँ। अनि बेसार हजुरको इच्छा अनुसार राख्नु होला, मैले चाहिँ थोरै राखेको छु, नराख्दा पनि केही फरक पर्दैन। अब यसलाई चाहिँ अघिको भाँडामा घप्लक्क खनाइदिन्छौँ। अब यसलाई फेरि हामी मजाले चलाउँछौँ, स्वाई गरेर चलाउने साथीहरू, किनकि मजाले मसला चाहिँ चारैतिर लाग्नु पऱ्यो नि त। अनि फेरि घिउ हो, त्यही भएर यसलाई चिसो हुन दिनु मिलेन, फेरि घिउ त जम्छ नि त, त्यही भएर यसलाई फेरि मजाले चलाइदिने अनि यत्तिको भैँसी छोडिदिने। अब चाहिँ पाला आउँछ मोमोको भाँडा रेडी गर्ने। ल मेरो मोमोको भाँडा पनि मैले निकालेँ, 3 स्टेपको मोमोको भाँडा रहेछ मोमोको। अब यसमा चाहिँ म मजाले ओइल लगाउँछु, मोमो टाँसिँदैन नि त, त्यही भएर यसलाई मजाले ब्रसको सहायताले मैले चाहिँ तेल लगाएँ। ल अब चाहिँ भने मोमो बनाउन सुरु गरौँ। हेर्नुहोस् त, मोमोको रोटी चाहिँ एकदमै नरम भइसकेको छ। अब त्यसलाई रोइ गरेर मैले घुमाएर सर्प जस्तो लामो बनाएँ, अनि यसलाई ट्याक्का गरेर टुक्रा बनाएँ। अब यसलाई नै म फेरि गोलो बनाएर अब यसलाई स्वाई गरेर मोमो बनाउने साथीहरू। आज एक्लै बनाउने हो मोमो पनि, कोही पनि छैन, सबैजना मिलेर बनाउनु पाए पो रमाइलो हुनु होइन, एक्लै बनाउनु पर्छ। ल के गर्नु, एक्लै भए पनि बनाउने हो, खाने हो, केही छैन। हेर्नुहोस् त, यहाँ मोमोको किमा कस्तो मजाको बनेको छ। मोमोको किमा पनि अब मोमो बनाउने भनेको यस्तै हो साथीहरू। मलाई चाहिँ लामो र गोलो, के अरे मतलब गोलोवाला मोमो बनाउनु आउँछ। तपाईँलाई त कतिवटा थरीको मोमो बनाउनु आउँछ त? हुन त साथीहरू धेरैलाई त, मेरो अरू साथीलाई त थुप्रै तरिकाले मोमो बनाउनु आउँदो रहेछ, मलाई चाहिँ 2 तरिकाले मात्र बनाउनु आउँछ। ल मैले चाहिँ माथि मजाले राखेँ, पानी पनि मजाले उम्लिन्छ। अब यो पानीमाथि म त्यो 3 स्टेपको मोमोलाई टक्क राखिदिन्छु। अनि यसलाई चाहिँ म 15देखि 20 मिनट जति पकाउँछु, त्यसपछि हाम्रो मोमो हुन्छ रेडी। यो चाहिँ ट्याक्कै घर हेरेर 20 मिनट जति मोमो राखेको थिएँ। ल हेर्नुहोस् त, मोमो मजाले पाकिसकेको छ, कस्तो मजाले पुरै बाफ उडेको छ। मोमो चाहिँ हाम्रो रेडी भयो। अब चाहिँ म यसलाई प्लेटमा सर्भ गरेर राख्छु। ल हेर्नुहोस् त साथीहरू, मोमो चाहिँ रेडी भयो, मैले प्लेटमा सर्भ गरेको छु। हेर्नुहोस् त, चारैतिर मोमो अनि ट्याक्क लाएर बिचमा यस्तो मजाको अचार खान पायो भने कस्तो मजा आउँथ्यो होला। ल इमेजिन गर्नुहोस्, अनि मोमो खाएको छु भनेर सोच्नुहोस् है। ल थ्याङ्क यू सो मच फर वाचिङ। यसरी नै मोमो बनाएर खानु होला। थ्याङ्क यू, गुड नाइट, बाई।